Pack your bag, toss it in the bag. Maps are over off the track. Who needs a plan? Hello guys, welcome to our channel. र आज हामी आएका छौं जनकपुर र आज हामी जानेवाला छौं जयनगर ट्रेनबाट। आज के सबभन्दा अगाडि बस्दै के सबभन्दा पछाडि यो चाहिँ हाम्रो टिकट लिने ठाउँ। हाम्रो टिकट लिने ठाउँ यो चाहिँ हाम्रो मिथिला चित्रकला गाइड, हाम्रो मिथिला चित्रकला। यहाँको भिड हेर्न सक्नुहुन्छ। हाम्रो टाइमिङ चाहिँ एकदमै सही थियो। ट्रेन ट्रेन चाहिँ आउने टिकट उतै लिने रे यताबाट उताबाट जाने मान्छे बाटा चढ्ने त गाई एकदम सस्तो छ 70 रुपैयाँ एकजना हो। यहाँबाट हाम्रो जयनगर गएको साथी अब पुर्खा जान्छ नि त्यसपछि जयनगर जान्छ हो। ट्रेन पनि आइसकेको छ, त्यहाँ रोकिया छ किन हो। ट्रेन यता आउँछ अनि हामी ट्रेन चढ्छौँ अनि के कस्तो हुन्छ हामी अपडेट दिइबस्छौँ। र हुनसक्छ आज हामी जयनगर पनि 5-10 मिनट घुम्छौँ होला र बाटोमा के कस्तो हुन्छ दौडिन यो दौडिहाल्छ। भिड चाहिँ एकदमै भिड छ आज है, एकदमै छैटले गर्दा हो कि के हो, एकदमै भिड छ। अब आज सिट पाइने हो नपाइने हो के सिट पाइन्छ हो। म धेरै पछि लाग्छु ल जा। ट्रेनको हर्न एकदमै फन्ने थियो। त्यहाँ ट्रेन छ तर यहाँ आएको छैन किन हो हैन। हाम्रो के एसी वाला हो? त्यसो भए कुदिहाल है, यहाँ सिट पाउन गाह्रो हुन्छ। यहाँ भिड एक त यत्रो छ, के गरी आज उभिएर पुगेला जस्तो छ। ठिकै छ हेरौँ। अन्तिममा भाग मिल्का भाग हो मेरो त। यहाँ सब सिट रिजर्भ हुँदो रहेछ होइन, सबले अगाडि नै सिट रिजर्भ गर्छन् तर सोहिताले बल्ल बल्ल भेटाए। हाम्रो ट्रेनको अवस्था यस्तो छ होइन। हो आन्टी दिनु दिनु एक दुई जना पड्काउनु। स्ट्यान्डर्डको कुरा गर्ने gas can't wait no more. Every mile's a brand new door. Let's go tour, let's go tour. Let's go tour. Let's go tour. हामी यो स्टेसनमा रोकिया छौँ हैन। ठन्डा के जुन भेर्सेस लिएन तँलाई ठन्डा ठन्डा भन्छ जे। सो यो स्टेसनमा Highways hum like a restless song. Mountains waving. हामी जयनगर आइसकेका छौँ र यहाँ अलि अगाडि एकछिन रोक्दो रहेछ, त्यसपछि उता फेरि रोक्छ। हामी उतै झर्ने भनेर हामी बसिरहेको छौँ तर ट्रेन चाहिँ पुरै खाली भइसक्यो होइन। सबै झरिसक्नु हामी मात्र छौँ। हाम्रो एकलौटी ट्रेन भएको छ। आउन चाहिँ हामी जेनरलमा आयौँ तर जान चाहिँ सायद हामी एसीमा जान सक्छौँ होइन। खै हेरौँ के हुन्छ कस्तो हुन्छ। अब जयनगर त आयो फाइनली। यो चाहिँ नेपाली ट्रेन रहेको छ। ओहो यो त ड्राइभरको सिट हो त। ड्राइभरको सिटमा नि खचाखच
यतिखेर हामी जयनगरमा छौँ। यो चाहिँ जयनगर टिकट काटिसकेका छौँ। यता हुनुहुन्छ उता देश जाने ट्रेन रहेको छ। सो मलाई सशस्त्र दाजुले अझै 20-25 मिनट छ मजाले भिडियो बनाउनु भन्नुभएको छ र म फेरि माथि आएँ। अघि तल गएको थिएँ। यही हो हाम्रो ट्रेन जुन अब 10-15-25 मिनट पछि जान्छ। त सो ठिकै छ। 2000 years later. हेलो गाइज हामी फाइनली जयनगरबाट फेरि जनकपुर आइसकेका छौँ र पछाडि ट्रेन मान्छे झर्दैछन् होइन। यो चाहिँ हाम्रो ट्रेन हो। सो ल कसको के थियो? केही त थियो। एकदमै रमाइलो भइराखेको छ र एकदमै राम्रो जर्नी पनि रह्यो। मान्छेहरूले कमेडी पनि गरे होइन। सामान सुन न, एउटाको सामान राख्दैको सबले सामान दिएर दिक्क पनि पारे होइन। पारे तर केही छैन, यस्तै हो। ल समात्यो। सो यतिको सिक्योरिटी हुँदा चाहिँ तपाईँहरू आउँदा चाहिँ एकदमै सेफ हुन्छ होइन। एकदम सिक्योरिटी छ, त्यस्तो अप्ठ्यारो मान्नुपर्ने कुनै कुरा छैन होइन। सो आजको भ्लग यति नै राखौँ होला। सो आजको लागि बाई बाई।